जय मसी सम्पूर्णमा आज यो सुन्दर दिनमा चाहिँ म तपाईहरुसँग के भन्न गइरहेको छु भन्दाखेरि समय हाम्रो लागि एकदमै महत्त्वपूर्ण भाग हो। यो समयमा चाहिँ हामी आफआफ्नो काम र आफआफ्नो व्यस्ततामा रहन्छौँ र हामी यो कामको सिलसिलामा आफ्नो टाइमलाई भ्यालु दिन सक्दैनौँ। तर याद राख्नुहोस् यो समय एकदमै महत्त्वपूर्ण छ, किनभने यो समयलाई अहिले हामीले युटिलाइज गर्न सकेनौँ भने भोलि गएर हामीलाई रिग्रेट हुन्छ कि साँच्चै नै मैले त्यो समयमै किन यो गरिनँ, त्यो समयमै मैले गर्नु पर्थ्यो। यदि त्यो समयमै गरेको भए अहिले त म साँच्चै नै एउटा सक्सेसफुल पर्सन बन्थेँ होला भन्ने लाग्छ। त्यसैले आजको दिनमा हामी आफ्नो टाइमलाई वेस्ट नगरौँ। हामीलाई के गर्नुपर्ने हो, हाम्रो गोल के हो, हाम्रो एम के हो, त्योतिर चाहिँ हामी अघि बढौँ। होइन भने पछि गएर आफूलाई रिग्रेट फिल हुन्छ कि साँच्चै नै मैले आफ्नो टाइमलाई वेस्ट गरेको रहेछु भनेर।